लोतर नलाउनु मामा यार तिमी कस्तो भयो त्यो राइस दामी भयो पुला बाइक राखेर त्यहाँ परिखेलेर आइन्छ अझ चलपल गएको होइन यस्तो माछाले त पछि आइज गर दाजुभाइको कुरा एकदम मिल्दो थियो गर्छ जतरा नि गर्छ पहाड आउने गरेर खिचिन्छ आएको बेलामा भन्न निकाल मात्र भन्न पल्टा भन् निकाल भन्न त्यो त गरिदिइहाल्छु नि ठ्याक्कै एउटा केटी खाजा लिएर आएको क्या देखेँ केटीहरू यति भयो नि कालि राम्रो यसलाई दोष नदिए केटी त तल देख्नै हुन्न बाइक चलाउन त मुन्टै बटाएर दिन्छ हेलो एभ्रीबडी आज चाहिँ स्याङ्जातिर यस्तो रड हान्न आयो के अरे तिनवटा टेन्ट दुई एउटा दुईवटा सुत्ने टक्क यहाँ रड ठडिया छ बेलुका तिर यता बार्बिक्यू ढुङ्गामा काम गर्ने केही होइन पुरीमा कराएको गरेको सबैले पुरीमामालाई त काउलीको चिकन फ्राई रहेछ होइन भङ्गुर हाल्नु के अरे अब त्यही खाऊ अब एकछिनमा सक्यो होला त्यो ग्रेभी बनाऊ बेलुकैबाट पोर्क त्यही हो नि त्यसरी टुङ्गामा यो भाँडामा सुरु नन स्टिक त गइसकेको छ अरू फेरि उहाँ सर फेरि स्पुन राफाला बुवा दाना साना सब खेलेर थकित भएन अझ उहाँ हड्डीबाट घर सुत्ने इन्तजाम पाक्दैन कि टाइम लाग्छ त्यो ढुङ्गा टाँकिनुपर्छ यसमै खाने हो त्यसमा खाने हुन्छ सही बरु त्योभन्दा यो छिटो पाक्छ त्यो त पाइन्छ छिटो पाक्छ भाँडा त के पाक्ने अझ यसलाई भाग्न पायो भने हेलो एभ्रीबडी वेलकम टु न्यू ब्लग आज स्याङ्जा आइएछ हामी स्याङ्जाको गलाङ बजार यही हो अहिले स्यायो कति मारिन्छ अब 5-6 जना आइएछ ल मामाले खुट्काइदिएछ ल त नलाउनु मामा यार तिमी यार भन्न त पर्यो माम चाहिँ एउटा ज्याममा निकाल त अनि भान्दा डुब्छ हात ल न यो चाहिँ पुरी माम छ इकडा कति दिन बसिन्छ आज डे 1 हो कोपेन त्यो लगाएर नि 2-3 चोटि खप भने खुट्टातिर हान्छ क्या अनि यहाँको बुझेर कतर हुन्छ हौ आम्बो भित्र हड्डी माछा लौ हालिदिउँ मार्दै बुझ्दैन भोसडी ल माछा पछाडि है कत्ले यता रहेछ कि अड्डी छ र त्यहाँ छ यता आउनु
किन बनाउँछ र तिमीलाई बाबा यता आउनु त छैन दुईटा हुत्के यार गएर रहेछ त या छ के तर तपाईँहरूले सक्छै सक्दैन पनि एउटा त नि कता नि रहेछ कि यत्रो त हड्डी यता त हाल्नु यता त हाल्नु म जान्छु त्यता हड्डी मर्या पुगेन त अनि यता नि छ कि त्यहाँ के माछा हो त्यो त नि मलाई त्यही भयो हड्डी तिमीले हान्ने जस्तो त्यहाँ मेरो तिर ठुलो भयो क्या यता त तपाईँको तिरले हाल्नु त हो यता नि छ क्या भाग्य सरको बाटो हेर्नु टाउकै चुट्टिएर हवे फार कता फालिदिने फेरि ए परङ्गै रहेछ क्या सरकै बाटो रहेछ मान्छेले आए झिलिमिली बनाइदिनु भयो त मेरो त यता चाहिँ लपक्कै रहेछ ऊ त्यहाँसम्म जाने त मामा बले मामा भनेको छाती आउँछ नि त्यो त छाती कहाँ आउनु अर्को मान्छे चढेर छाती आउँदो रहेछ
त्यो हड्डी डढा रह्यो क्या उता त गएको यता आइज नि त झन् हड्डी डढानु त गयो क्या सबै सर्को बाटामा त साथै यार What? बलेमा तिमीले भेट्छ क्या छ यार डेन्जर धमिलो गरिदिइराखेको नि त डेन्जर धमिलो गरिदिएको कि कत्लेले सरको बाटो धेरै रहेछ क्या माछा त भएकै रहेछ यो भेट्टा खायो माछा त सबले हड्डी यही हेर न यहाँ हेर नि मेरो लाइटमा गहिरो चिप्लो फेरि त्यहीँ आगे हेर न हो न आँखा बाल्दै हाल्नु हड्डी माउर हालिदिउँ कत्ला गयो
कत्ला गयो ढाड चिला रहेछ बनाइदिए सुने थिएँ नि पराको त सुनिहाल्छ नि गरिदियो बारको पछि पछि आएको क्या गहिरो नरहेछ त हानिदिएको के क्या ठुल्थ्याएर भएको छ यार यो त एउटा त गरिदियो क्या फेरि मार हान भनेको त वाह गर्दै ठ्याक्कै यस्तो हानिदिएको कत्ला मात्र उक्यो ढाडकला जस्तो भयो त्यो निस्क्यो भयो त्यो त अहिले के भन्नु जालीमा हाल्दिनु जालीमा हालेर माथि उ गर्ने जाली ल्याएको त मसँग छ 11 11:30 बजे माछा खेलाउँदैछु दामी ए बोलो त ओइ यो पकाएर खानुपर्छ होला पुणेमा कस्तो भयो राइस दामी भयो ढाँटेको त होइन नि पुण्य भनिरहेछु के भेजिटेबल करी भर्छ कि यो छिटो खान बङ्गुरहरू छिटो खानेलाई तेरो अन्डा चाहिँ राख त्यो भाइलाई दिनु न भाइलाई दिनु नि मलाई हाल्दैन दाम पैसा हामी चाहिँ पोर्क तेरो पोक भन्दा मिठो भन्छ भेजी अहिले खासै थाहा पाउँछ सिग्मा बोय होइन यहाँ हो अल्फा बोय त अनि अल्फा म्यान बोय त भएन दाइ 30 कटेकोलाई अल्फा भन्छ अरे के 52 कटेकोलाई नि 52कोलाई त ओल्ड म्यानै भयो भयो मभन्दा रोगिरहेछस् के रे माकुरा हिँड्दो रहेछ देखियो यो दुखेर हो के दुख्छ नि भित्रै बस्ने मान्छेको सब दुख्छ मामासँग बोलेर सकिन्न कि स्याकी मामाको बाबा त हारेर बस्नु भएको रे अनि के भनेन बोझे भने मात्रै गर्छ माटोको अघि हेरेको 4 बगर ट्विटी आएर यसो बोल्नु पर्ने त मान्छे त रिप्लाई छ नि हेरेको त भित्रतिर माथि डबल हिँडेको अनि यहाँ के है भन्छु नि रिप्लाई दिनु भन्छु कि भनेको बोल्दै बोल्दैन कहाँ हो भने जस्तो वहाँ माथि त्यो स्टाइलमा हिँड्छ रे मागुरा स्टाइल रे अहिले यो बाटोबाट झर्नु परेको यसलाई दिनभरि लाग्छ नहुन स्पाइडरम्यान भन्दै त्यस्तो गर्नुहुन्न नि तिमीले त्यस्तो गर्नु तर हिँडेको देख्दैन त्यही ठ्याक्क हिँड्ने बेला अहिले अनि म त झारे बगेर आले त त्यहीतिर बेला खेल्ने कागती हालिदिनु पर्छ 20 रुपियाँ कागती मोलेर हाल्नु लानुपर्छ कि एकदिन त्यो एउटा त्यहाँ सिङ्गै छ खोलामा कहाँ बस्छस् त नि कागती त मजा त्यही खोलामा त बोडी खेल्नु घाँटीसिनाको पौडी खेल्ने खोलामा मात्रै हो र त खेल्ने जाने अन्त बस्छस् त्योभन्दा माथि बस्छस् घाँटीसिनामा नि मान्छे पछि मान्छे चिप्लोमा लानुपर्छ कि ठ्याक्कै हामी पौडी खेलेको कति महिना पछि त्यहाँ त स्कुटरमा गयो हिँडेर कुदेर त को गइने सल्लाह लाउँछबाट
कि को कसले हिँडेर अनि पुला बाइक राखेर त्यहाँ परिखेलेर आएछ आज चलपल गएको होइन घाँटीसित त गएको हो नि आमा मैले त त्यसको खोलामा लानु भनेको तँलाई तल परिखेल्ने माथि खोला देखिस् त्यहाँ त्यसको माथि टुप्पामा गएछु त्यहाँ 2-3 घन्टा माथि अनि अलिकति माथि एक प्याक खाएर नि पूर्णिमाले यस्तै गरेर सबैलाई हपेक बनाउँथ्यो होला 3 घन्टा माथि हेर्नु जाल खेल्नु जानु थाहा पाउँछ आज माथि छ त्यसको त्यसको माथि कस्तो कस्तो छरहरू अब त्यहाँ गयो अब बिच अलिक परसम्म डेन्दा गइरो थियो यस्तो माछाले त पुछि आइज गर्छ यस्तो माछाले पुछि गर्छ अब हामी माछा भन्नु कहाँ हाल्नु हामी चाहिँ पौडी खेलेर गएको त त्यही रगत त गर्ने पुग्नु हजुर माछा मार्दैन हाम्रो त माछा खानु आउनु पर्यो नि दाजुभाइको कुरा एकदम मिल्दो छु कि तर हिँड्न त पर्छ ल अलिकति भयो नि फुलमा राख्दा त्यहाँ झर्न मलाई के हिँड्नु पर्ने त्यो पनि हुन्छ अहिले त मान्छे मरेपछि गएन खरियोमा तेल गरेन खरि यस्तै छ क्या हालिदिउँ त्यो ठुल्ठुलो गरेर हाल पार्दै गर्छ एकछिन फ्राई हुन दियो हुन्छ मामा नि बल्ल चलायो भने अहिले त छोडिदिनु माग्नु भने घरको लाएर आउनु पर्ने चाहिँ यो सजिलो हुन्छ नि त्यो लाएर तँ लाएर हिँड्नु पर्छ र भनेको के बाइकमा अप्ठ्यारो हुन्छ नि त यस्तो खोपिन्छ त्यस्तो छ बस्नु गम्बुट लाएर आउनुपर्छ अर्को जुत्ता कम्फर्टेबल थियो भनेको के किन भन्छु मैले छ्या सक्दैन कि सक्दैन चप्पल चाहियो रे ब्यागमा कस्तो खालको मान्छे झोलामै थियो त तिम्रो चप्पल नदिने कहाँ झोलामा थियो सब गाडीमा थियो नि यिनीहरू त गाडीको कोनसा टाढा थियो र चाकचाकमै त मागेनौ कि अनि एउटा जुत्ता बाइकमा हिँड्दा सुस्स मैले गुल्टाइदिनु नउकाउनु भन्दा त जुत्ता लगाएको ठिक छ त च्यातेको कानै 100 को स्पिडमा आयो जस्तो आम्मा त्यही जाऊ 40-50 मा आयो सुरेश मामा दाजुभाइ गफ खतरा मिल्यो त है के कहिले हाँडी खोला भन्छ कहिले कुन खोलामा पौडी खेल्छ भन्छ म घाँटी जिना गएन अहिलेसम्म काली झाने ल्याउनु पर्छ त्यसलाई स्टिचरमा लिएर आउनु पर्छ होइन सधैँ दुख्न होला नि त खुट्टा आज मात्र होला नि त ए उले त सधैँ हुन्छ यो रोगी हो क्या सदाबार हो आज देखियो नि त घाँटी जिनाको तल्लो ताल भन्ने ऊ बल्ल पुग्दिएको अब गर्छ जतिर नि गर्छ कस्तो रे मावल्ला छ वहाँबाट हिजो रक्स्याएर त दह्रो नाच्यो नि बुढो हालिदिए मिसरी त्यो ढले ढलेवाला चाहिँ हाल्नुपर्छ त्यो चाकेस त्यस्तो हल्लो कहाँ खाएर अरे मेरो मैले काम नगरेर मैले के गराइसक्छु अहिलेसम्म राम्रो भन्छ म त नमस्ते भएपछि त्यो यहाँ नाचेको के ढलो ढलले भयो याद छैन अहिले म भिडियो पठाइदिनु त धेरैको होइन 5 सेकेन्ड अनि हिजो त अनि बियर खाँदा व्हाइट वाइन खाइदिएको रे त हिजो अनि उता उहाँ बेस क्याम्पमा नपान्छ पोथाना गर्छ पोथन मिक्स कट भइसक्यो अब दाइलाई ओभर हान्ने केही नै भएन त के हिँड्यो भएन रे लाथ्यो होला आज रोक्सिखारी त्यतिको शरीरमा झुमझुम भयो छ भने ठिक भाइ भनेको हो र मेरो बुढा खोइ गर्दै थियो यो चाहिँ मिलको बोरा हालेर ल्याएको सर जानुभएको थियो कि बाल्ला खेलाउने पाउनु त्यो चलाउनु पर्दैन कि आफै
झन् टाँसिन्छ छोडिदेऊ के आफै त्यहाँबाट गर त यताबाट अप्ठ्यारो भयो दाइ हाँसेको भाइको गफ सुनेर दाइ हाँसेर हेर्दै गर्ने अनि यतापट्टि बसेर उता भाडु पहाड आउने गरेर खिचिन्छ आएको बेलामा यस्तो लजाइदिएको त्यो केटीहरू देखेर के यो लजाएको होइन नखिच्न नमन लाग्यो कसले खिच्छ र फोटो त्यहाँ हावाले केक्काने अनि फेरि यहाँ ट्रेनको केटाहरूले नि मलाई यस्तो यस्तो कुक हाल्छ म एउटा हाल्नु लाग्छ नि त ट्रेनको छेउमा बस्नु हो कि त भोलि बिहान म ट्रेनको यहाँ आएछ न ट्रेन आएको त ल उता फर्किनु त भनेर लानु पर्ने यति ट्रेनको गीत दियो भने कसले म गएर बस्छ भनेको र त्यहाँ सिक्मा भयो होला नि त उसलाई त छिटो मसिँदा नि पर्फेक्ट हुन्छ माछा माछा पाछा माछा निकालिदिउँ भन्न निकाल मात्र भन्न पल्टा भन् निकाल भन्न त्यो त गरिदिइहाल्छु नि म यसो हेर्ने त्यही हो क्या मामाको डाइलग फेरि टुच्च टुच्च कडा आउँदो रहेछ कि हाइरे गरेर ल्याएर चाहिँ केटाहरूले हाइर गरेर ल्याएर हिल्टनको के अस्ति जलाइदियो अनि काम पाएन कि हिल्टनको सेफ अनि यहाँ काम भइरहेछ अब यो माछा हान्नेतिर जाँदाखेरि यहीँ रहेछ पुत्त आउने त्योभन्दा पुरै यहीँ बस्ने ठिक रहेछ कि यहाँ होला के अझ तल नि टिस्यु राखिदिने हो कि पूर्णिमाको फरमाइस हो नि त टिस्यु यसरी साइडबाट के यस्तो त यस्तो गर्यो तेरो यो ठुलो भएर कोन आरे जस्तो नि तैले त्यो नहोल्नु के त्यो भ्लग कथा भन्दा के हुन्छ र खै अघि के चाहिँ देखाइदिएको यतिको अलि राम्रो देख्यो भने चाहिँ हेर्ने मैले भन्दा पहिला हजलिसबाट हान्नु हो त्यो केटीलाई के म त जतिन उति देखिस् केटी देख्दैन त भन्थिस् त जाँदाखेरि त भर्खर त्यो ब्लु कटेको होइन यो सानसानो केटी छ नि केटी देखिन त घर घरमा त होला नि माथि बजार अहिले 9 बजे त्यो पुलमा गएर स्कुल कलेज जाने हिँड्छ भने ठ्याक्कै एउटा केटी खाजा लिएर आएको क्या देखेँ यो केटीहरू यतिको भने अलि राम्रो यसलाई जोस्न चाहिँ केटी त तल देख्नै हुन्न अनि त होइन देख्नु हुन्न तर यसले सोधेको के केटी देखेन हेर्छ माया मैले त हेर्छु हामी त हेर्न अलिकति हुन्छ नि यस्तो घरै जोडिदिन्छ नि केटीलाई आँखाले बाइक चलाउन त मुन्टै बटाएर दिन्छ त्यो घुम्तीमा हेर्नु चाहिँ होइन दाइ अहिले आज फेरि सेकेर दाजुभाइ तलतिर तल गुल्टा साह्रो त नौ दाइ हजुरकोमै हेलमेटले केही देखिन्न हामीमा त थोप्रा देखिन्छ नि यस्तरी हेरिदिने क्या दाइले फेरि सानो सानो कसरी हेर्नु त नि त हामीले हेर्ने पो कहाँ हजुर रोकेर हेर्ने बाइक रोकेर हेर्ने ल अहिले बाइक सिधै छैन सानो सानो केटीहरू नि यो दाइको हाम्रो बाइक रोकेर हेर्नु त्यो त पहिलाकै होला हामी त त्यता गयो त्यता गयो त्यता त गएन हामी बसेर हग्दैछ हेर कसले होइन त्यो पुरानो हो कि लाखुहरू आउँछ कि सेतो लाख आएको ढुङ्गामाथि हामी त सबै त जङ्गलतिर छिर्यो चाहिने एउटा हजुर त्यहाँ हगेछ कि माथि लाखु आउँछ कि सेतो लाखु सबै लङ्गुर